बरु सिङ्गर बन्ने मेरो सपना थिएन, तर विष्णु सापकोटालाई बिहे गर्ने चाहिँ मेरो सपना थियो ठुलो। उसलाई पाउने कि मलाई केही उसलाई पायो भने मलाई केही चाहिँदैन। म अब यो गीत सङ्गीत पनि मैले भयो, मलाई अब म आफ्नो छुट्टै संसार छोडेर गयो बसाउँछु त तपाईँले 6 महिना भनेर, त। छुट्टै संसार बसाउँछु भनेर म छोडेर गएको हो कि। तर अब त्यस्तो भोगिसक्दाखेरि त मेरो मैले सोच्दै नसोचेको कुराहरू भोग्नु पर्दाखेरि चाहिँ अनि मलाई चाहिँ एकदम धेरै जति मैले चित्त दुखाउनु पर्थ्यो त्यसको डबल चित्त मलाई दुख्यो नि त होइन। अनि त्यही भएर होइन, मैले फेरि त्यो हिंसाकै कारण पनि उहाँलाई छोडेको होइन दाइ, किनभने नेपाल आएर पनि मैले धेरै रिलेसन बचाउनु खोजेको हो है। मैले इन्टरभ्यूहरूमा पनि त्यो कुराहरू कहिले पनि खोलिनँ। मलाई उहाँहरूको बारेमा सोद्धाखेरि पनि म राम्रो छ, मलाई उहाँले नै गीत गाउनु पठाउनु भएको भनेर इन्टरभ्यू दिएको छु, किनकि म बचाउनतिर नै लागेको थिएँ। तर मेन कुराहरू चाहिँ मैले यस्तो यस्तो भोगेँ भन्ने कुरा चाहिँ पछि मैले भन्नै पर्ने भयो, त्यही भएर मैले भनेको क्या दाइ।